यहाँहरू सम्पूर्णलाई प्रभु यीशु ख्रीष्टको नाउँमा प्रेमसी र स्वागत गर्दछु हाम्रो यस युट्युब च्यानलमा र परमेश्वर पितालाई धन्यवाद कि उहाँले हामीलाई फेरि पनि यो अवसर यो मौका दिनुभएको छ कि हामी परमेश्वरको वचनबाट केही कुराहरू सिक्नेछौँ। आउनुहोस् हामी वचनतर्फ जानेछौँ, वचन हेर्नेछौँ हामी लुकाको पुस्तक त्यसको 13 अध्यायको हामी 10 देखि 13 पदसम्म हामी हेर्नेछौँ। यहाँ देख्न सक्छौँ एउटा सभाघरमा प्रभु येशू ख्रीष्टले शिक्षा दिइराख्नु भएको बेलाको अवस्था रहेको छ। त्यो सभाघरमा एउटी स्त्री पनि त्यहाँ उपस्थित थिइन्, जसलाई 18 वर्षदेखि दुर्बल पार्ने दुष्ट आत्मा लागेको थियो र त्यो स्त्री खुप्री पारेकी थिइन् हामी देख्न सक्छौँ र आफै पूर्ण रूपले सिधा हुन सक्दिनथे। प्रिय हो, त्यो स्त्रीको विषयमा हामी केही कुराहरू बुझ्नेछौँ र त्यसको विषयमा त्यो स्त्रीको जीवनबाट हामीले के सिक्न सक्छौँ र एउटा विश्वासीले त्यो स्त्रीको जीवनबाट के कुराहरू बुझ्न सक्छ, एउटा मण्डलीले त्यो स्त्रीको जीवनबाट के बुझ्न सक्छ, त्यसको विषयमा हामी छोटकरीमा बुझ्नेछौँ। खुपरी पारेकी स्त्री भनेको उसको शरीर भनेको झुकेको शरीरलाई खुपरी पारेको स्त्रीलाई जनाउँदछ। हामी देख्न सक्छौँ त्यो स्त्री सभाघरमा प्रभु यीशु ख्रीष्टको शिक्षा सुनिराखेको बेलाको अवस्थालाई हामी देख्न सक्छौँ र त्यो स्त्रीको जीवन जब हामी हेर्छौँ भने त्यो स्त्रीको जीवन एकदमै कष्टकर जीवन थियो होला, किनभने उसको शरीर झुकेको छ। जब त्यो एक ठाउँबाट अर्को ठाउँमा जान्थ्यो त्यसलाई धेरै समस्या आउँथ्यो होला। जब त्यो आफ्नो कामहरू कार्यहरू गर्थ्यो त्यतिखेर त्यसलाई समस्या आएको हुन सक्छ। जब त्यो सुत्थ्यो त्यतिखेर पनि सुत्ने बेलामा पनि उसलाई उसको शरीर झुकेको कारणले गर्दाखेरि उसलाई धेरै नै कष्टकार जीवन भएको हुन सक्छ। हामी देख्न सक्छौँ यी सबै कुराहरू जब हामी हेर्छौँ त्यसलाई सामाजिक रूपले मानिसहरूले फरक दृष्टिकोणले देख्थे होला। यति धेरै कष्टकार जीवन त्यो स्त्रीको थियो, तर पनि एउटा हामीले बुझ्नुपर्ने कुराहरू सिक्नुपर्ने कुराहरू के रहेको छ कि त्यो स्त्री सभाघरमा गएर शबतको दिनमा सभाघर गएर त्यहाँ शिक्षा लिइराखेको अवस्थालाई हामी देख्न सक्छौँ। प्रिय हो, हामी देख्न सक्छौँ जब हामी प्रभुमा विश्वास गर्छौँ तब हामी मण्डली कहिलेकाहीँ मण्डलीहरू हामी ग्याप गरिदिन्छौँ, जाँदैनौँ। आज मलाई यो समस्या छ, आज मलाई मेरो साइकल बिग्रेको छ, मेरो बाइकमा पेट्रोल छैन र अथवा आज मलाई हस्पिटल जानु छ अथवा मलाई अन्य कुनै ठाउँमा जानु छ। हामी यसरी यो कुराहरूलाई देखाएर हामीले सङ्गति जाँदैनौँ। प्रिय हो, तर हामी देख्न सक्छौँ यो स्त्रीको जीवनबाट त्यो स्त्रीको जीवन त्यति कष्टकार थियो र त्यो 18 वर्षदेखि त्यो समस्याबाट लडिरहेको अवस्था हामी देख्न सक्छौँ। तर पनि त्यो स्त्री शबतको दिनमा त्यो स्त्री शिक्षा लिनलाई त्यहाँ जान्थ्यो। अहिलेको विश्वासी जब हेर्नुहुन्छ भने कतिपय विश्वासीहरू चङ्गाइको लागि मण्डली जानुहुन्छ, कतिपय विश्वासीहरूको थुप्रै कुराहरूको लालचमा मण्डलीहरू गएको अवस्थालाई हामी देख्न सक्छौँ। तर प्रिय जब हामी त्यो स्त्रीको जीवनलाई हेर्छौँ त्यतिखेर यो कुरा बुझ्न अति नै आवश्यक छ। प्रिय हो कि त्यो 18 वर्षदेखि दुर्बल पार्ने दुष्ट आत्मा लागेको अवस्थालाई पनि त्यसले एक ठाउँमा राखेर त्यो हरेक शबत दिनमा मण्डली जाने गर्थ्यो, हरेक शबत दिनमा मण्डली जाने गर्थ्यो हामी देख्न सक्छौँ। प्रिय हो, हाम्रो जीवनमा त्यस्तो समस्या आउने गर्छ। शैतानले हाम्रो जीवनमा त्यस्तो परिस्थिति ल्याइदिन्छ कि हामी सङ्गतिबाट टाढा हुन्छौँ। तर परमेश्वरले हामीलाई सङ्गतिमा बोलाउनु भएको छ, टाढा हुनको लागि होइन, सङ्गतिमा बोलाउनु भएको छ। तर हामीले यस विषयलाई हामीले गम्भीरतापूर्वक लिँदैनौँ। तर आज जब यो
कुराहरू हामी बुझ्छौँ, त्यसको जीवन कति कष्टकार थियो, तै पनि ऊ सङ्गति जान्थ्यो। प्रिय हो, हामी पनि त्यही कुराहरूलाई हामीले त्यसको हिम्मत र त्यसभित्र भएको परमेश्वर प्रतिको विश्वास हामी देख्न सक्छौँ र त्यही विश्वासको साथमा पनि हामी मण्डली जानु नै अति नै आवश्यक छ। अर्को कुरा हामी देख्न सक्छौँ कि त्यसको शरीर झुकेको थियो। त्यो एउटी स्त्री जुन थियो सभाघरमा, त्यसको शरीर झुकेको थियो। प्रिय हो, आज कतिपय मानिसहरू, कतिपय विश्वासीहरू, कतिपय पास्टरहरू, कतिपय लिडरहरूको पनि आत्मिक जीवन झुकेको हामी देख्न सक्छौँ। त्यो आत्मिक जीवन हामी थुप्रै ठाउँमा कतिपय पास्टरहरू धन सम्पत्तिको लोभमा झुकेको हामी देख्न सक्छौँ र कतिपय व्यक्तिहरूको आत्मिक एउटा जिउने, जुन एउटा परमेश्वरको वचन अनुसार जिउने जुन एउटा चरित्र हुन्छ, कार्य हुन्छ, उहाँको आज्ञाअनुसार जुन जिउने कुरा हुन्छ, त्यो त्यसको जीवनबाट हामी देख्दैनौँ। यसरी हामी देख्न सक्छौँ त्यो विश्वासीको जीवन झुकेको हुन्छ र त्यो पटक पटक पाप गर्छ, नशाको जीवन जिउँछ। कतिपय विश्वासीहरूलाई देखेको छु नशा गर्नुहुन्छ अनि रक्सीहरू खानुहुन्छ, चुरोट खानुहुन्छ, सुर्ती खानुहुन्छ। त्यस्तो अवस्था हामी देख्न सक्छौँ। तर त्यो विश्वासीको शरीर त्यही अनुसारले झुकेको हुन्छ। त्यो व्यक्तिको जीवन भनेको एउटा पापमय जीवन हुन्छ। प्रिय हो, तर त्यो पापबाट निकाल्नको निम्ति केवल परमेश्वर निकाल्न सक्नुहुन्छ। जब हामीले परमेश्वरसँगको सङ्गति हामी निरन्तरता दिन्छौँ, जब जसरी यो कुपरी पारेकी स्त्री 18 वर्षदेखि उसको जीवनमा त्यस्तो समस्या थियो, तर त्यो परमेश्वरसँगको सङ्गति निरन्तरता दियो र हामी देख्न सक्छौँ त्यो कुपरी पारेकी स्त्री परमेश्वरले, प्रभु येशू ख्रीष्टले त्यसलाई चङ्गाई प्रदान गर्नुहुन्छ। प्रिय हो, जब हामी परमेश्वरसँगको सङ्गति हाम्रो हुन्छ, त्यतिखेर परमेश्वरले पनि हामीलाई त्यो बन्धनबाट, त्यो कुराहरूबाट हामीलाई छुटकारा दिनुहुन्छ, त्यो पापबाट हामीलाई छुटकारा दिनुहुन्छ। जब हामी आत्मिक रूपमा हामी झुकेको हुन्छौँ, त्यतिखेर हामी स्वयं त्यो हामी सिधा हुन सक्दैनौँ। प्रिय, जब हामी आत्मिक रूपमा झुकेको हुन्छौँ, त्यतिखेर हामी आफै स्वयं सिधा हुन सक्दैनौँ, तर परमेश्वरले हामीलाई सिधा गर्नुहुन्छ आफ्नो वचनहरूद्वारा, आफ्नो सामर्थ्यद्वारा, पवित्र आत्माद्वारा। तर हामी मेन कुरा हामीले के बुझ्नुपर्छ कि हामी सङ्गति निरन्तरता दिन अति नै आवश्यक छ। सङ्गति नभएको विश्वासीको जीवन मैले देखेको छु। कतिपय विश्वासीको जीवन तहस नहस भएको छ, त्यसको वैवाहिक जीवन पनि खतम भएको छ। यस्तो अवस्था हामी थुप्रै ठाउँमा हामी देख्न सक्छौँ। थुप्रै उदाहरणहरू हामी आफ्नो वरिपरिका मण्डलीहरूमा देख्न सक्छौँ, आफ्नो मण्डलीमा देख्न सक्छौँ। तर हामी परमेश्वरसँगको सङ्गति कति महत्त्वपूर्ण छ, हामी यो कुराहरूलाई बुझ्न अति नै आवश्यक छ। रोमीको पुस्तक जब हामी हेर्छौँ, रोमीको पुस्तक त्यसको 8 अध्यायको हामी 33 पदमा जब हेर्न सक्छौँ, यहाँ यसरी लेखिएको छ, परमेश्वरका चुनिएका विरुद्धहरूमा कसले अभियोग लगाउनेछ? धर्मी ठहराउने परमेश्वर नै हुनुहुन्छ भने। यहाँ देख्न सक्छौँ शैतानले के कार्य गर्छ विश्वासीको जीवनमा। जब त्यसको सङ्गति परमेश्वरसँगको सङ्गतिबाट त्यो टाढा हुँदै जान्छ, त्यतिखेर शैतान आएर त्यसको जीवनलाई अझै तहस नहस गराइदिन्छ। जब उसले केही मिस्टेकहरू गर्छ अनि शैतानले उसको हृदयमा, उसको मनमा राखिदिन्छ, तैँले फेरि यो गल्ती गरिस्, तैँले फेरि यो पाप गरिस्, अब परमेश्वर तँलाई माफ गर्नुहुन्न। यस्ता भावनाहरू, यस्ता कुराहरू एउटा विश्वासीको हृदयमा राख्छ र त्यो विश्वासी यो कुराहरू सोच्ने गर्छ कि अब त मैले यस्तो ठुलो गल्ती फेरि गरेँ, अब परमेश्वरले मलाई माफ गर्नुहुन्न। अब कुन मुख लिएर म सङ्गति जाऊँ, कुन मुख लिएर म परमेश्वरको सम्मुख जाऊँ। यस्तो गिल्टी भावना उसको हृदयमा हालिदिन्छ शैतानले अनि त्यो विश्वासी परमेश्वरसँग टाढिन्छ। यही कुरा यहाँ हामी देख्न सक्छौँ रोमीको पुस्तक त्यसको 8 अध्यायको 33 पदमा,
यहाँ लेखिएको छ, परमेश्वरका चुनिएकाहरूका विरुद्धमा कसले अभियोग लगाउन सक्छ? कसले आरोप लगाउन सक्छ? शैतानले त्यो आरोप लगाउन सक्छ एउटा विश्वासीको जीवनमा। त्यही कुरा हामी देख्न सक्छौँ। परमेश्वरका चुनिएकाहरूका विरुद्धमा कसले अभियोग लगाउनेछ? धर्मी ठहराउने परमेश्वर नै हुनुहुन्छ। त्यसले गर्दाखेरि हाम्रो विश्वास कस्तो छ? हाम्रो विश्वास त्यो पनि मायने राख्दछ। प्रिय हो, साँच्चै नै आजको यो वचन जब हामी एउटा गहिराईको रूपमा जब हामी अध्ययन गर्छौँ भने त्यो कुप्री पारेकी स्त्री, त्यो झुकेकी स्त्रीको जीवन जब हेर्छौँ भने त्यसको जीवन 18 वर्षदेखि कति कष्टकार थियो होला, तर पनि त्यो परमेश्वरसँगको सङ्गतिमा बस्यो र परमेश्वरले उसलाई चङ्गाई प्रदान गर्नुभयो। लुकाको पुस्तक 13 अध्यायको जब हामी 12 पद हेर्छौँ, यहाँ लेखिएको छ, येशूले त्यसलाई देख्नुभयो र बोलाएर भन्नुभयो, ए नारी, तिमी आफ्नो दुर्बलताबाट मुक्त भयो। हेर्नुहोस्, यहाँ प्रभु यीशु ख्रीष्टले त्यसलाई बोलाउनु भयो। त्यो सभाघरमा बसेर प्रभु यीशु ख्रीष्टले शिक्षा दिइराख्नु भएको बेलामा प्रभु यीशु ख्रीष्टले उसलाई बोलाउनुहुन्छ अनि भन्नुहुन्छ, ए नारी, तिमी आफ्नो दुर्बलताबाट मुक्त भयो। तब उहाँले त्यसमाथि आफ्नो हात राख्नुभयो र त्यो तुरन्तै सिधा भई र परमेश्वरको प्रशंसा गर्न लागि। हेर्नुहोस्, परमेश्वरले कसरी त्यसलाई चङ्गाई दिनुभएको छ, कसरी त्यसलाई त्यो बन्धनबाट मुक्त पार्नु भएको छ। जुन बन्धन उसले 18 वर्षदेखि आफ्नो शारीरिक अवस्थामा भोगिरहेको अवस्थामा थियो र 18 वर्षपछि उसले यो उद्धार पाएको छ, यो चङ्गाई पाएको छ। अहिले मानिसहरू 1 वर्ष पनि रोक्न सक्दैनन्, 1 दिन पनि रोक्न सक्दैनन्। मण्डलीमा आउँछन् र चङ्गाई हुँदैन अनि के हुन्छन्, ब्याकस्लाइड भएर जान्छन्। तर उहाँहरूको विश्वास कस्तो रहेको छ र यो कुप्री पारेकी स्त्रीको विश्वास कस्तो रहेको छ, हामी एकचोटि हामीले कम्पेयर गर्नुपर्छ। हाम्रो विश्वास पनि यही अनुसार हुनुपर्छ। त्यो कुप्री पारेकी स्त्री आफ्नो चङ्गाईको लागि प्रत्येक हप्ताको अन्तिम दिन मण्डली जान्थेन, सभाघरमा जान्थेन, तर उसको मेन उद्देश्य के थियो? यो प्रभु यीशु ख्रीष्टको परमेश्वरको शिक्षा र उसले पाएको उद्धारको लागि जान्थ्यो, त्यो मुक्तिको लागि जान्थ्यो र परमेश्वरको शिक्षाको लागि उसले जान्थ्यो। प्रिय हो, हामी पनि यस विषयमा गम्भीरतापूर्वक यो वचनलाई हामीले मनन गर्नुपर्छ। तपाईँहरू पनि यस विषयमा मनन गर्नुहोला, एकचोटि फेरि पनि यसलाई पढ्नुहोला र परमेश्वरले, प्रभु यीशु ख्रीष्टले, पवित्र आत्माले निश्चय नै तपाईँहरूलाई माभन्दा भिन्न किसिमको प्रकाशनहरू दिनुहुन्छ र अगुवाई दिनुहुन्छ र परमेश्वर तपाईँ सबैलाई आशिष दिनुभएको होस् आजको वचनद्वारा। र अहिले म बिदा हुन्छु र आउने समयमा फेरि पनि कुनै नयाँ विषयमा छोटकरीमा हामी अध्ययन गर्नेछौँ। तबसम्मको लागि म बिदा हुन्छु। खास सबैलाई जय मसीह, गड ब्लेस यू।